नमस्कार साथीहरू, आज चाहिँ म यो मिठो ब्लग प्रस्तुत गर्दैछु साथीहरू सामु। आज हामी चाइनिज ग्रेफमा छौँ। छाङछाङ छुङछुङ अलिअलि आउला, मैले ओरिजिनल भोइस पनि राखेको छु। हामी चाहिँ यसरी जाँदैछौँ आज ग्रेफदेखि ड्युटी। यो क्वालालम्पुर सहरको बाटो हो होइन, जतासुकै विज्ञापनहरू हेर्न सकिन्छ, पाउन सकिन्छ। हेर्नुहोस्, विज्ञापन भनेको पिल्लरै पछि छ। के गर्ने, हाम्रो भित्ता जत्रो जत्रो छ पिल्लर। टिभी पनि, ट्राफिक लाइट कति छिटो छिटो अफ हुँदो रहेछ यहाँ त। ल ठिक छ साथीहरू, हामी जाँदैछौँ ड्युटी। म कहीँ फडवाड पनि नगरी, एडिट पनि नगरी पुरा भिडियो देखाउने छु साथी हो। 5-7 मिनट धैर्य गरेर हेरिदिनु होला है त। खतरा छ मलेसियाको क्वालालम्पुर सहरको गाडीको बिस्कुन भन्दा नि हुन्छ। हामी आलु बिस्कुन लाउन सकिँदैन, यति धेरै गाडी यस्तो हुन्छ रोडमा। म त्यस्तो भिडियो देखाउँदैछु साथीहरूलाई। ट्राफिक लाइट खोलिसकिन्छ, हामी अगाडि बढ्दैछौँ। हेर्नुहोस् साथीहरू, ल फेरि ट्राफिक लाइट रेड भइगयो। कति छोटो रहेछ भने फेरि हामी ट्राफिक लाइट खुलोपछि फेरि मिलन गरेँ। अगाडि मामलीहरू पनि छ है। हामी चट्ट यहाँबाट क्रस गऱ्यौँ, यहाँदेखि सट्ट बायाँ मोड्यौँ। अब अलि अगाडिदेखि हामी फेरि दायाँ मोडिनेवाला छौँ साथीहरू। हेर्नुहोस्, जाँदैछौँ अगाडि मामलीहरू। ट्राफिक पुलिस चाहिँ यस्तो हुन्छ है साथीहरू, देख्नुहुन्न होला, सेतोमा निलो प्यान्ट हुन्छ। टक्कसँगले हामी लाग्यौँ फेरि अर्को हाइवेदेखि निस्कियो, फेरि अर्को हाइवे पस्यौँ। हेर्दै जानुहोस् साथीहरू, क्वालालम्पुर सहरमा गाडीको बिस्कुन। गाडी भन्नुहुन्छ भने हेर्नुहोस्, सोरुममा पार्क गरेर राखेको जस्तो रोटोमा गाडी। के गर्ने, धनी मन। यहाँको मौसमले गर्दा पनि हो गाडी चाहिँ धेरै यहाँ चलेको। कतिखेर पानी पर्छ थाहा हुँदैन। बिहान उक्रिराखेको दिन, बेलुका ड्युटीबाट फर्किने बेलामा पानी पर्ने हुन्छ। त्यो भएर सानो सानो अफिसरहरू पनि सबै कारमा हिँड्ने भए। हेर्नुहोस् साथीहरू, खतरा गाडीको बिस्कुन। हेर्नुहोस् त, गाडी पछाडिकै छेर लाइनमै पुरा गाडीको बिस्कुन। मोटरसाइकल जाने बाटो, मोटरसाइकल भिड भएर बिचबाट छिट्छ त गरी मामालीले गाडी लिएर गयो। अब फटाहरू हो कि इलिगलहरू हो थाहा भएन। अब ल हेर्नुहोस् साथीहरू, गाडीको बिस्कुन। हामी चाहिँ ग्रेफ चढ्ने गरेको पनि हप्ता कटिसक्यो। दिमाग खराब हुन्छ, कहिले ढिलो आइदिन्छ, कहिले बुढो आउँछ। दायाँ पेली पठाउँछ, बायाँ ल्याउँछ, फेरि बायाँ पेली पठाउने आँखै नदेख्ने बुढोहरू हुन्छ कुनै त ग्रेफको ड्राइभर यार। ल हेर्नुहोस् गाडीको बिस्कुन कस्तो छ, वार पार गाडीको बिस्कुन। हेर्नुहोस् त साथीहरू, यो हो क्वालालम्पुर सहर साथीहरू। मलेसियाको क्वालालम्पुर सहरमा चाहिँ गाडीको बिस्कुन यस्तो हुन्छ है साथीहरू। बिहान ड्युटी टाइम हो यो। ड्युटी टाइममा चाहिँ गाडीको बिस्कुन लाग्छ बाटोमा, जाम भएर कहिले टाइममा आइपुगिँदैन। जहिले अबेला यस्तै छ साथीहरू। क्या करेगा भने जस्तै छ हाम्रो ड्युटी चाहिँ। जसो चल्दैछ। पुरा भिडियो हेरिदिनुहोस् है साथीहरू। मेरो भिडियो पनि कहिलेकाहीँ चाहिँ मलाई पनि रहर लाग्दैछ अलिअलि भोलि पर्सि आफै हेर्नको लागि भिडियो बनाउनलाई। भ्यू जाला, कमेन्ट गर्ला, इन्गेजमेन्ट बढ्ला र डलर झर्ला भनेर चाहिँ होइन, आफै सम्झनाको लागि हेर्ने हो भिडियो। पछि आफ्नै च्यानल अन गर्ने हो, आफूले बनाएको भिडियो मजाले हेर्ने हो, टाइम पास गर्ने हो। अरू त के नै गर्न सकिन्छ र होइन र साथीहरू। गाह्रो छ नि सोसियल मिडियामा काम गर्न। ल साथी,
बिस्तारै देखिँदैछ पुचुङ भन्छ है पुचुङ सहर यही अगाडि अब चट्टसँगले कोतराया पनि देखिनु खोज्छ केही सिसी छल्लिन्छ ल हेर्नुहोस् साथीहरू चट्टसँगले मलेसियाको बाटो हो यो चाहिँ अब ड्युटीको बाटो मोड्यो मैले भिडियो अफ गरेँ हवस् त धन्यवाद लाइक र कमेन्ट पनि छोडिदिनु होला फेरि अर्को भिडियोमा भेटौँला तबसम्मको लागि नमस्कार बाई बाई राइटको च्यानलबाट